नमस्कार, तपाईहरुलाई अर्को प्रश्नमा स्वागत छ। हरेक फैसलापछि एउटा प्रश्न बाँकी रहन्छ। अर्को प्रश्नमा आज हामी त्यही बाँकी प्रश्नको खोजीमा छौं। कहिलेकाहीँ चोरी हुने कुरा पैसा वा गहना होइन, प्रश्नपत्र हुन्छ। अर्को प्रश्नमा आज त्रिवी एमबीएस प्रश्नपत्र लिक प्रकरण र यस्तै नेपालको परीक्षा प्रणालीमाथि उठाएको प्रश्न। साउन 8 गते त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सत्रको अर्गनाइजेसनल बिहेभियर विषयको परीक्षा सुरु भएको जम्मा 5 मिनेटमै त्यही प्रश्नपत्र एउटा विशेष व्हाट्सएप ग्रुपमा पुगिसकेको थियो। 5 मिनेट एउटा विद्यार्थीले आफ्नो नाम लेख्न लाग्ने समय भन्दा पनि छोटो। यही छोटो समयले प्रश्न खडा गर्छ, के यो पहिलो पटक भएको हो कि पहिलो पटक समातिएको मात्र हो। प्रहरी अनुसन्धान अनुसार परीक्षा हल भित्रैबाट कसैले प्रश्नपत्रको फोटो खिचेर एमबीएस फर्स्ट सेम सेक्सन सी नामक साना बन्द व्हाट्सएप समूहमा पठायो। ठूलो सार्वजनिक समूह नभएकाले यो सुरुमा ओझेलमै रह्यो। यसलाई पहिलो पटक बाहिर ल्याउने संस्थागत निगरानी नभई फेसबुक पेज टियु स्टुडेन्ट्स थियो, जसले ती स्क्रिनशट सार्वजनिक गर्दै त्रिवीकै ध्यान आकर्षण गरायो। यहाँ सोच्नुपर्ने कुरा के छ भने त्रिवीको आफ्नै निगरानी संयन्त्रले होइन, विद्यार्थीको एउटा फेसबुक पेजले यो लिक पहिलो पटक पत्ता लगायो। यदि त्यो पेज नभएको भए यो घटना अझै कति दिन ओझेलमा पर्थ्यो। खबर फैलिएपछि शिक्षा मन्त्री सस्मित पोखरेलले त्यही रात प्रहरी महानिर्देशक दानबहादुर कार्कीसँग सिधै छलफल गरी तत्काल पक्राउ गर्ने निर्देशन दिए। भोलिपल्ट बिहानै केन्द्रीय अनुसन्धान ब्युरोले सुलभ सर भनेर चिनिने व्यक्तिसहित 2 जनालाई नियन्त्रणमा लियो। त्रिवीले परीक्षा नियन्त्रण महाशाखा मार्फत 3 सदस्यीय छानबिन समिति पनि गठन गर्यो, जसलाई 7 कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको छ। एमबीए कार्यक्रमको प्रश्नपत्र बारे पनि छुट्टै छानबिन हुने जनाइएको छ। यसले यो समस्या एउटा विषयमा मात्र सीमित नरहने संकेत गर्दछ। घटनाको ठ्याक्कै भोलिपल्ट पक्राउ र 7 दिने ठोस म्याद, यो गति उल्लेखनीय हो, तर गति र न्याय सधैँ उस्तै हुँदैनन्। प्रहरीले हालसम्म पक्राउ परेको व्यक्तिको पूरा नामथर सार्वजनिक गरेको छैन। सुलभ सर उपनाम मात्र थाहा छ। नेपालमा सर शब्द प्राय ट्युसन वा कोचिङ सेन्टर चलाउनेका लागि प्रयोग हुने भएकाले यसले प्रश्नपत्रसम्मको पहुँच कुनै शैक्षिक कोचिङ सञ्जाल मार्फत भएको संकेत गर्दछ। तर यो अझै अनुमान मात्र हो, पुष्टि भएको तथ्य भने होइन। यदि यो अनुमान सही ठहरियो भने प्रश्न अझ गहिरो बन्छ। के यो एक्लो व्यक्तिको काम थियो कि परीक्षा हलभित्र पहुँच भएको कोही कोचिङ नेटवर्क र प्रश्नपत्र माग्ने विद्यार्थी बीचको ठूलो श्रृङ्खलाको एउटा सानो अंश मात्र थियो। नेपालमा यस्तो कसुर विद्युतीय कारोबार ऐन अन्तर्गत पर्दछ, जसमा सामान्यतया 3 वर्षसम्म कैद वा 2 लाख रुपियाँसम्म जरिवाना वा दुवैको व्यवस्था छ। यदि पैसा लिएर वा जानाजान फाइदा पुर्याउने नियतले लिक भएको देखिए मुलुकी अपराध संहिता अन्तर्गत थप अभियोग पनि लाग्न सक्छ। तर यहाँ एउटा तुलना उल्लेखनीय छ। यही हप्ता छिमेकी भारतमा उस्तै खालको परीक्षा लिकले शिक्षा मन्त्रीलाई नै राजीनामा दिन बाध्य पार्यो। भारतले हालसालै प्रश्नपत्र लिकका लागि छुट्टै कडा राष्ट्रिय कानून ल्याइसकेको छ, जसमा दोषीलाई 10 वर्षसम्म कैद र 1 करोड रुपियाँसम्मको जरिवाना हुन सक्छ। नेपालमा भने प्रश्नपत्र लिकका लागि छुट्टै समर्पित कानून अझै छैन। साइबर ऐन र सामान्य फौजदारी संहिताकै भरमा मुद्दा चलाइन्छ। के यही कानूनी खाडलले नै नेपालमा यस्ता घटना बारम्बार दोहोरिन दिइरहेको हो? यही प्रकरणपछि पूर्व मन्त्री महेश बस्नेतले आफ्नो फेसबुक पोस्ट मार्फत एउटा तीखो तुलना सार्वजनिक गरे। उहाँको भनाइअनुसार भारतमा प्रश्नपत्र चुहावट हुनासाथ त्यहाँको एउटा पार्टी सडकमा उत्रियो र मन्त्रीले नैतिक जिम्मेवारी लिँदै राजीनामा दिए। नेपालमा चाहिँ त्रिवी रजिस्ट्रार कार्यालयबाट एमबीएस परीक्षा सुरु भएको केही मिनेटमै प्रश्नपत्र आउट भयो। त्रिवीले साइबर ब्युरोलाई पत्राचार गर्यो र एउटा छानबिन समिति बनायो। बस्नेतको प्रश्न सिधा थियो, भारतमा प्रश्नपत्र आउट हुँदा मन्त्री नै आउट भए, नेपालमा प्रश्नपत्र आउट हुँदा केवल छानबिन समिति मात्र आउट भयो। मन्त्रीज्यूको नैतिकता नेपालमा पनि आयात गर्न मिल्छ कि मिल्दैन? यहाँ एउटा तथ्यगत भिन्नता पनि याद राख्नुपर्छ। बस्नेतको पोस्टले लिक त्रिवी रजिस्ट्रार कार्यालयबाटै भएको जनाएको छ, जबकि प्रहरी अनुसन्धानले परीक्षा हल भित्रैबाट फोटो खिचिएको देखाएको छ। यी 2 विवरणमा सानो भिन्नता छ र यो भिन्नता आफैमा एउटा प्रश्न हो। लिक साँच्चै कहाँबाट भयो, हल भित्रबाट कि प्रशासनिक कार्यालय भित्रैबाट? तर तथ्यगत विवरण भन्दा बाहिर बस्नेतले उठाएको मूल प्रश्न आफैमा उत्तिकै सान्दर्भिक छ।
नेपालमा संस्थागत लापरवाहीको जिम्मेवारी अन्ततः कुन तहसम्म पुग्छ? के यो सधैँ समिति र कर्मचारी तहमै रोकिन्छ कि कहिलेकाहीँ मन्त्री वा शीर्ष प्रशासनिक तहसम्म पनि पुग्छ? पक्राउ भइसक्यो, समिति बनिसक्यो, तर वास्तविक परीक्षा अझै बाँकी छ। पक्राउ परेकाहरूको अन्तिम सजाय के हुन्छ? यो एक्लो व्यक्तिको काम थियो कि ठुलो नेटवर्कको एउटा अंश? 7 दिनभित्र आउने प्रतिवेदनले साँच्चै डिन तहसम्मकै संस्थागत जवाबदेहिता तोक्छ कि यो पनि छानबिन जारी छ भन्दै विस्तार लम्बिन्छ? यसपटक प्रतिक्रिया छिटो देखियो। मन्त्रीको प्रत्यक्ष हस्तक्षेप, घण्टौँभित्रै पक्राउ र ठोस म्याद। यो गति सोभियोको दबावले पनि काम गरेको संकेत हुन सक्छ, तर गति आफैमा न्याय होइन, नतिजा हेरेरै मात्र थाहा हुन्छ। यो वास्तविक जवाबदेहिता थियो कि केवल देखाउने कारबाही? तपाईलाई के लाग्छ, यसपटक साँच्चै न्याय होला कि यो पनि देखाउने कारबाही मात्र हो? आफ्नो धारणा कमेन्टमा राख्नुहोस्, यो भिडियो शेयर गर्नुहोस् र यो प्रकरणको हरेक अपडेटका लागि च्यानल सब्स्क्राइब गरी बेल आइकन थिच्न नबिर्सनुहोस्।